सिम्पल हार्मोनिक मोसन छ आजको च्याप्टर। सिम्पल हार्मोनिक मोसन बुझ्नुभन्दा अगाडि चाहिँ दुईवटा कुरा बुझ्नुपर्छ है। दुईवटा कुरा भनेको के हो, एउटा भनेको पिरियडिक मोसन भनेको के हो र दोस्रो भनेको के ओसिलेटरी मोसन। त्यो दुईवटा कुरालाई अझ राम्रोसँग क्लियर बुझ्यो भने चाहिँ सिम्पल हार्मोनिक मोसन राम्रोसँग बुझिन्छ। पहिला हामी चाहिँ के थ्योरी मोसन हामी पहिला बुझौँ है। पिरियडिक मोसन है। अब यो भनेको एउटा युनिफर्म सर्कुलर मोसन है। युनिफर्मको मिनिङ के हो, सेम। युनिफर्म मिनिङ के हो, सेम है। भनेपछि केही न केही कुराहरू सेम हुनु पर्यो भन्नु चाहिँ युनिफर्म सर्कुलर मोसन। अब यो भने के हो भन्नुभयो भने यसलाई हामी के भन्छौँ, बडी पार्टिकल मास पुरै हो है। क्वेसनमा या त बडी भन्ला या त पार्टिकल भन्ला या त मास। यी सबै भनेपछि कुरा के हो, एउटालाई भन्न खोजेको मास। अब यो एउटा सर्कुलर मोसनमा यो बडी यो पार्टिकल यो मास यो को हो भने तपाईँहरू आफै यो भन्ने कुरा सम्झे पनि हुन्छ है। यो तपाईँहरू एउटा सर्कुलर मोसन घुमिराख्नु भएको छ, घुमिरहेको छ है, घुमिराख्नु भएको छ। अब यहाँदेखि घुमेर यहाँ आउनलाई सपोज मलाई 10 सेकेन्ड लाग्छ, बुझ्नु है। तपाईँहरू यहाँ आउनुहुन्छ, तपाईँहरू भने बडी हो, पार्टिकल हो, मास हो, पुर्याउँदै त्यो यहाँदेखि घुमेर यहाँ आउनलाई 10 सेकेन्ड लाग्छ। नेक्स्ट टाइम पनि 10 सेकेन्ड लाग्छ भनेपछि जतिचोटि घुमे पनि 10 सेकेन्ड लाग्छ तपाईँलाई यहाँदेखि यहाँ आउनलाई घुमेर। त्यसलाई हामी के भन्छौँ, युनिफर्म सर्कुलर मोसन। अनि यो भने युनिफर्म सर्कुलर मोसन के इक्जाम्पल हो भने यो भनेको पिरियडिक मोसनको। अहिले हेर्नु हाम्रो क्लासहरू भइरहेको छ, पिरियड भइरहेको छ, एक एक घन्टा भइरहेछ भनेपछि एक एक घन्टा भइरहेको छ, बुझ्नु है, सम्झनालाई भनेको है। भनेपछि पिरियडिक मोसन भनेको के हो, पिरियडिकल्ली कन्टिन्यू गर्नु पर्यो। अब है, अब अर्को भनेको हाम्रो ओसिलेटरी मोसन। ओसिलेटरी मोसन हुनलाई दुईटा कन्डिसन चाहिन्छ। एउटा भनेको अर्थ भनेको है, पिरियडिक मोसन पोजिसन एन्ड एक्सट्रिम है। ओसिलेटरी मोसन भन्नाले दुईटा कन्डिसन छ। एउटा भनेको टु एन्ड फ्रो पिरियडिक मोसन र अर्को भनेको के हाम्रो लागि मिड पोजिसन र एक्सट्रिम पोजिसन। यो भनेको के भनेको एकछिन म क्लियर गर्छु है, फिगर वाइज के बुझ्नुपर्छ है। बिचमा पढ्दाखेरि सकेसम्म फिगर पनि बुझ्ने र क्वेसनहरू कुनै आउँछ भने फिगर चाहिँ पहिला त्यसलाई बनाउन खोज्ने। त्यो फिगर बनाउन सक्नुहुन्छ, त्यसलाई के एनालाइज गर्न सक्नुहुन्छ भन्ने क्वेसन गर्न गाह्रो छैन। तर फिगरै बनाउँदैन भने त्यो क्वेसन बुझ्दा पनि बुझ्दैन होइन, अगाडि बढ्न पनि सक्दैन। ओसिलेटरी मोसन इक्जाम्पल के हुन्छ त, पिरियडिक मोसनको एउटा इक्जाम्पल भनेको युनिफर्म सर्कुलर मोसन भइहाल्यो। अब भने ओसिलेटरी मोसनको इक्जाम्पल के हुन्छ, स्विङ। कसैको बेलामा कुन खेलिया छ, आफू मजाले खेलिया छ, खेला छैन देखिया छ, गिटार गिटार बजाइया छ, हजार सिनेमा पनि देखिया छ, पेन्डुलम पढिया छ, छैन भने पनि सुनिया छ। सुनेको छैन भने त के भन्नु, यो पेन्डुलम र स्विङ लगभग एउटै एउटै हो है, काम गर्ने तरिका एउटै, यसको पनि एउटै हो है। अब दक्षिण बेला हामी यही गर्छौँ, टिमबाटै सुरु गरौँ है, है त्यसको लागि माथिबाट लागि यो दसैँको टिम हो, त्यो तपाईँ यो को तपाईँ हो। यो भनेको के हो, बडी पार्टिकल मास पुर्याउँदै हो तपाईँ हो है। अब के हुन्छ, पिङ खेल्दाखेरि पिङमा गएर बस्नुहुन्छ हेर्नु है। अब पिङमा कोही पनि खेलेको छैन भने, पिङमा कोही पनि खेलेको छैन भने पिङ कहाँ आउँछ, पिङ बिचमा आउँछ है। पिङमा कोही पनि खेलेको छैन भने पिङ कहाँ आउँछ, बिचमा आउँछ। त्यो बिचको पोजिसनलाई हामी के भन्छौँ, इक्विलिब्रियम पोजिसन अथवा यसलाई हामी के भन्छौँ, मेन पोजिसन। पिङमा कोही पनि खेलेको छैन भने
किङ सरी कहाँ आउँछ बिचमा आउँछ सुन है अनि त्यसलाई हामी के भन्छौँ इक्विलिब्रियम पोजिसन अथवा मिन पोजिसन भन्छौँ पिरियडिक मोसन भनेको सुन्नु है फिगर नम्बर 9 क्लियर छ 10 सेकेन्ड समय लाग्छ भनेको छ यसलाई हामी पिरियडिक मोसन भन्छौँ हो किन प्रत्येकचोटि एउटै समयमा रिपिट हुन्छ रोटेटिङ खेल्नु भएको छ रोटेटिङ खेल्दाखेरि माथिदेखि घुमेर त्यही आउनलाई 10 सेकेन्ड लाग्छ भने त्यसलाई हामी के भन्छौँ पिरियडिक मोसन भन्छौँ ओसिलेटरी मोसन भन्नलाई यो दुईटा कुरा चाहिन्छ यो म एक्सप्लेन गर्दैछु है ल है अब टिममा कोही पनि खेलेको छैन भने टिम कहाँ हुन्छ मेन पोजिसनमा हुन्छ अब मेन पोजिसनमा बसेको कोही मान्छे भने यो भनेको तपाईहरु है मैले अगाडि पनि भने बडी पार्टिकल मास भन्ने कुरा एउटै हो है कसैले बडी भन्न या पार्टिकल भन्न या मास भन्ने एउटैलाई भन्नु कुरा सिम्पल छ अब टिममा बस्नुहुन्छ टिममा बसेपछि के हुन्छ पछाडि तपाईको साथीले है तपाईँ मिलेर साथीहरूले तपाईँलाई मन पराउने साथीहरूले पछाडि तपाईँलाई गर्नुहुन्छ त्यसपछि के हुन्छ तपाईँ अनि पर पुग्नुहुन्छ कहाँ पुग्नुहुन्छ सपोज मानौँ तपाईँ यहाँ पुग्नुभयो अनि फेरि के हुन्छ तपाईँ स्विङ ब्याक गर्नुहुन्छ स्विङ ब्याक गरेर तपाईँ यहाँ पुग्नुहुन्छ है मोसन कस्तो रहेछ त त्यस्तो हुन्छ तपाईँ बिचमा गएर बस्नुहुन्छ साथीले पछाडिबाट धकाउँछ फेरिपछि तपाईँ घर पुग्नुहुन्छ सपोज यहाँ पुग्नुहुन्छ यो डिस्टेन्स वाइड हो सपोज है भनेपछि तपाईँ बिचमा बसेको मान्छेलाई कसैले ढकालेर हिँड्न पुऱ्यायो भनिसकेपछि यो डिस्टेन्स के हुन्छ हामीलाई वाइ हुन्छ अनि स्विङ ब्याक हुन्छ यहाँ पर्छ यो डिस्टेन्स पनि हामीलाई के हुन्छ यो पनि हामीलाई के हुन्छ वाइ नै हुन्छ सेम नै हुन्छ है फेरि भयो कि नै यता वाइ यता पनि वाइ जुन है यता वाइ जति सपोज मैले यता 2 मिटर पर पुग्नु भयो भने यता पनि कति पर पुग्नुहुन्छ 2 मिटरै पर पुग्नुहुन्छ यता 2 मिटर पर पुग्नु भयो भने यता पनि 2 मिटरै पर पुग्नुहुन्छ है अब यो मोसन के हुन्छ अगाडि पछाडिको मोसन हामी के भन्छौँ टु एन्ड फ्रो हामी के भन्छौँ टु एन्ड फ्रो भन्छौँ अब पिरियड त भइहाल्यो किनकि कुरा त सेम छ यहाँ वाइ छ यहाँ वाइ छ यो मोसन के हुन्छ कन्टिन्यू गर्छ अब हेर्नु है मिन पोजिसन भनेको के हो भन्दाखेरि चाहिँ या त सुरुमा हेर्नु है मैले भनेको थिएँ टिङ नगर्दाखेरि टिङ कहाँ आउँछ एउटा इक्विलिब्रियम पोजिसनमा आउँछ त्यो भनेको के हो हामीलाई मिन पोजिसन हो तपाईँ बस्नुहुन्छ यहाँ टिममा तपाईँ बसिसकेपछि तपाईँको साथीले पछाडि तपाईँलाई धक्काल्यो भने सर्टेन पर पुग्नुहुन्छ तपाईँ है केही दूरी तपाईँले कभर गर्नुहुन्छ केही दूरी तर्फ तपाईँ बढ्नुहुन्छ अगाडि भनेपछि यो वाइ दूरी भनेको कहाँसम्म पुग्यो त यहाँसम्म पुग्यो यसलाई हामी के भन्छौँ एक्सट्रिम पोजिसन भन्छौँ त्यसैले यो एक्सट्रिम पोजिसन हो भने यो पनि एक्सट्रिम पोजिसन हुनु पर्यो यो पनि के हुन्छ हामीलाई एक्सट्रिम पोजिसन है भनेपछि मिन पोजिसनमा बसियो साथीले पछाडिबाट धकाउँछ कति पर पुग्यो एउटा एक्सट्रिम पोजिसनमा पुगेर फेरि रिटर्न ब्याक भएर अर्को एक्सट्रिम पोजिसनमा पुग्यो भनेपछि टु एन्ड फ्रो पनि छ अगाडि पछाडि पनि छ यता वाइ यता पनि वाइ यता 2 मिटर छ भने 2 मिटर कभर गर्छ यता 3 छ भने 3 मिटर कभर गर्छ त्यो 1 छ भने 1 मिटर कभर गर्छ त्यो रेडी पनि छ मिन पोजिसन छ मिन पोजिसन पनि छ एक्सट्रिम पोजिसन छ एक्सट्रिम पोजिसन पनि छ अब यसलाई हामी के भन्नुहुन्छ ओसिलेटरी मोसन भन्नुलाई मिल्दछ ओसिलेटरी मोसन भनेको के रहेछ टु एन्ड फ्रो पिरियडिक मोसन र मिन पोजिसन र एक्सट्रिम पोजिसन मिल गर्यो अब त्यसो भने यो वाइ भनेको के हो यो वाइलाई हामी के भन्छौँ चाहिँ डिस्प्लेसमेन्ट फ्रम मिन पोजिसन कति दूरी कभर गर्यो कहाँबाट मिन पोजिसनबाट अब भनि यसलाई सधैँ बिचबाट खेलिन्छ त म त अलि एक्सट्रिम पोजिसन घरबाट पनि खेलेको थिएँ म बसेको थिएँ हो मलाई उठेर खेल्न आउँथेन म बसेँ मेरो मन गऱ्यो तान्नु भयो पछाडिबाट फाल्नु भयो भनेपछि यहाँबाट मात्र होइन यहाँबाट पनि खेल्न मिल्दो रहेछ पुरै पुरै है भनेपछि जहिले पनि के बुझ्नु पर्यो भन्दाखेरि चाहिँ जहिले पनि मोसन स्टार्ट गर्ने हामीसँग दुईटा पोजिसन हुन्छ है जहिले पनि मोसन स्टार्ट गर्ने हामीसँग दुईटा पोजिसन हुन्छ एउटा मेन पोजिसन अर्को एक्सट्रिम पोजिसन टिङ खेलेको सम्झिने टिङ खेल्यो भने ओसिलेटरी मोसन के मजाले हुन्छ हामीसँग दुईटा पोजिसन छ एउटा मेन पोजिसन छ
अर्को हाम्रो के छ एक्सट्रिम पोजिसन पिङ है। अब यो वाइ भनेको के हो भन्दा तपाईँ बस्नुभयो, तपाईँको साथीले तपाईँलाई ढकाल्ने मोबाइल ढकाल्नु भयो र कति कभर गर्यो डिस्टेन्स वाइ, सबैको वाइ भनेको 2 मिटर हो मैले मानेको, सपोज गरेको 2 मिटर, 2 मिटर हो भने यो 2 मिटरलाई हामी के भन्छौँ डिस्प्लेसमेन्ट। अब भनिएला डिस्प्लेसमेन्ट भनेको सधैँ मिन पोजिसनबाट हेर्ने छ भने सधैँ मिन पोजिसनबाट हेर्नेछ, चाहे तपाईँ यहाँबाट मोसन सुरु गर्नुहोस्, यहाँबाट पिङ खेले पनि या त यहाँबाट पिङ खेले पनि, जहाँबाट पिङ खेले पनि मोसन भनेको सधैँ भनेको मिन पोजिसनबाट नापिन्छ। त्यही भएर मैले हेर्दा डिस्प्लेसमेन्ट पनि यहाँबाट यस्तो एरो देखाएर नापेको छु, यहाँ दूरी कति छ भनेर हो। त्यही भएर डिस्प्लेसमेन्ट फ्रम अ मिन पोजिसन जहिले पनि वाइ है। त्यसो भने लेख्दाखेरि हामी के लेख्छौँ, यो वाइलाई हामीले आर मात्रै लेख्छौँ सर, वाइ इक्वल टु आर लेख्छौँ के भनेको के हो भन्नुहुन्छ है। पहिला के हुन्छ क्वेसन सिधै आर लेख्नुहुन्छ, यहाँ आर लेख्छौँ। यो आर भनेको के हो भन्यो भने यो भनेको के हो भन्दाखेरि चाहिँ म्याक्सिमम डिस्प्लेसमेन्ट फ्रम मिन पोजिसन हो। अगाडि मैले भने 2 मिटर कभर गर्छ भनेपछि सिधै 2 मिटर कभर गरे आएन, पहिला बस्नु भयो, यहाँ 0 थियो अनि बिस्तारै 1 मा गयो, 2 मा गयो हो, 0 0.5 मिटर 1 मिटर 1.5 मिटर हुँदै 2 मिटर भयो। त्यसो भने 0.5 के हो त, 0.5 डिस्प्लेसमेन्ट हो फ्रम मिन पोजिसन, 1 के हो डिस्प्लेसमेन्ट हो, 1.5 के हो त्यो पनि डिस्प्लेसमेन्ट हो, तर 2 के हो, 2 त डिस्प्लेसमेन्ट त हो नि, तर कस्तो डिस्प्लेसमेन्ट हो भन्दा म्याक्सिमम डिस्प्लेसमेन्ट के, त्यही म्याक्सिमम डिस्प्लेसमेन्टलाई हामी के भन्छौँ आर भन्छौँ। यो आर भनेको के हो हाम्रो लागि, यो आर भनेको हुन्छ एम्प्लिट्युड। इक्वेसनमा आयो एम्प्लिट्युड भनेको भने यो भनेको हामीलाई के हो म्याक्सिमम डिस्प्लेसमेन्ट, म्याक्सिमम डिस्प्लेसमेन्टलाई हामी के भन्छौँ आर भन्छौँ। अब क्वेसन आयो भने क्वेसनले के भन्छ भने बडी सर सर सिम्पल हार्मोनिक मोसन भन्छ है। क्वेसन के भन्छ बडी युजिङ सिम्पल हार्मोनिक मोसन समथिङ समथिङ कुराहरू दिन्छ क्वेसन। अथवा के भन्छ क्वेसन, अ पार्टिकल इज भाइब्रेटिङ सिम्पल हार्मोनिक के भन्छ है। क्वेसनले के भन्छ अ बडी युजिङ सिम्पल हार्मोनिक मोसन देन समथिङ समथिङ के न के कुराहरू दिन्छ। पार्टिकल इज भाइब्रेटिङ सिम्पल हार्मोनिकली हेर्नु है। यो क्वेसन कहाँबाट आएको, सिम्पल हार्मोनिक मोसनबाट आएको। अहिले त मैले पढाइरहेको छु, क्वेसन पनि यसकै लेखाउँछु, इक्जाममा क्वेसन आयो भने त ऱ्यान्डमली आउँछ, कुन च्याप्टरबाट क्वेसन आएको त्यो थाहा हुनु पर्यो आफूलाई। यदि आफूलाई कुन क्वेसन कहाँबाट आएको भन्ने कुरा थाहा भयो भने क्वेसन गर्न पनि सजिलो हुन्छ। त्यही भएर क्वेसन अलिकति बुझ्ने तर कुन चाहिँ च्याप्टरबाट आएको सर यहाँ त मैले कुरा गरेको छु रेडिङ मोसन र होस्टेरिङ मोसनको। अनि सिम्पल हार्मोनिक मोसनको कुरा के हो भने ओसिलेटरी मोसनलाई हामी के भन्छौँ सिम्पल हार्मोनिक मोसन भन्छौँ है। ओसिलेटरी मोसनलाई नै हामी के भन्छौँ सिम्पल हार्मोनिक मोसन भन्छौँ। लगभग एम्प्लिट्युडको कुरा लगभग क्लियर छ, म्याक्सिमम डिस्प्लेसमेन्ट हो, म्याक्सिमम डिस्प्लेसमेन्ट र मेन पोजिसन भनेको छ, यो पनि कुरा लगभग क्लियर छ है। अब ओसिलेटरी मोसनको एक इक्वेसन हुन्छ, ओसिलेटरी मोसनको एउटा इक्वेसन हुन्छ, त्यसलाई के भन्छ फोर्स इक्वल टु माइनस के बाइ को पावर n, n भनेको 1 2 3 है, n इक्वल टु माइनस के बाइ को पावर n। y भनेको त असाध्यै y भनेको के हो डिस्प्लेसमेन्ट हो, y भनेको के हो y भनेको त हाम्रो लागि डिस्प्लेसमेन्ट हो। कति फरक हुन्छ, 1 मिटर फरक हुन्छ कि 1.5 हेलो मिटर फरक हुन्छ कि 2 मिटर फरक हुन्छ कि तपाईँले भन्दा 3 मिटर फरक हुन्छ सर, 3 मिटर के भने हाम्रो लागि डिस्प्लेसमेन्ट हो। र 3 मिटर म्याक्सिमम है सर, म त्यतिसम्म पुग्छु है, 3 मा बसेँ भने म खेलेँ भने 3 मिटर पर पुग्छु, त्योभन्दा अगाडिमा जान सक्दैन भने 3 मिटरसम्म पुग्न सक्नुहुन्छ भने 3 मिटर हामीलाई के हुन्छ एम्प्लिट्युड हुन्छ, के हुन्छ एम्प्लिट्युड। अब फोर्स भनेको के हो भने फोर्स भनेको रिस्टोरेटिभ फोर्स, फोर्स भनेको कुन फोर्स हो भने यहाँ बडीमा फोर्स लाग्छ, पार्टिकलमा फोर्स लाग्छ, यो फोर्सलाई हामी के भन्छौँ रिस्टोरेटिभ फोर्स। अब पिङ खेल्दै हामी त अगाडि बढिएको छ, तर के हुन्छ पछाडितिरबाट तानिरहेको हुन्छ बडीलाई, केले फोर्सले के हुन्छ हेर्नु त, पिङ खेल्नुहुन्छ पिङबाट पर पर पुग्नुहुन्छ तर बडीमा एउटा सर्टेन फोर्स लाग्छ, बडीमा सर्टेन फोर्सले काम गर्छ, जसले के भन्छ तँलाई म मिन पोजिसनबाट जान दिँदैन बिचमै ल्याउँछु भन्छ।
अनि सधैँ के हुन्छ भन्दाखेरि पिङ खेलिरहेको मान्छे सधैँ पिङ खेलेर कहिले पनि बस्दैन है। पिङ खेलेर कहिले पनि बस्दैन। के हुन्छ के निश्चित समयपछि 20 आएर रोकिन्छ, 20 किन आएर त्यो स्टोरी फोर्स पिङ खेलेर कोही मान्छे भने सधैँ खेलेर बस्दैन। केही समयपछि आएर रोकिन्छ। त्यो रोकिने पनि हामी दुईवटा पोजिसन हो, कि त एक्सट्रिम हो कि त मिन हो। तर एक्सट्रिममा त कहिले पनि रोकिँदैन। रोकिने कहाँ जहिले पनि मेन पोजिसनमा। त्यो मेन पोजिसनलाई हामी के भन्छौँ बुझ्नलाई मात्र हो है। यो भनेको चाहिँ लगभग लेखाइ भनेको बुझ्नलाई मात्र भने हो। अब मैले गराउने भने क्वेसन सिधै मैले गराउन सक्दै यो त्यस्तो भन्थे होइन, त्यो त अझ क्लियर हुन्थ्यो त्यसमा है। तर यो भनेको यो तपाईँलाई चाहिन्छ, किनभने आज पढाएर भयो भने 1 महिनापछि पनि तपाईँले हेर्दाखेरि चाहिँ तपाईँलाई चाहिन्छ कहाँ के छ भन्ने कुराहरू। त्यही भएर यो कुरा चाहिँ तपाईँले बुझेको हिसाबले नोट भनेको आफ्नो लागि हो, भाइ बहिनीहरूको लागि होइन, आफ्नो जुनियरको लागि होइन। आफूले बनाइएको छ अनि पछि चाहिँ आफ्नो नाम निस्किन्छ त जुनियर लौ भनेर त्यो होइन। नोट आफ्नो लागि हो। मैले यो भनेको कुराहरूलाई हुबहु सेम टु सेम सार्नुपर्छ भन्ने पनि छैन। तपाईँहरूले नोट आफ्नो लागि हो, जे बुझ्नु त्यही लेख्नुहोस् तपाईँले। आई कुरा त कति सही छ कति गलत छ त्यो पछि हामी क्लियर गर्छौँ नि त्यो कुराहरू। नेपालीमा लेख्दा पनि हुन्छ, राखेमा त नेपालीमा आफ्नै लेख्दा पनि हुन्छ। तपाईँलाई जसरी सजिलो लाग्छ त्यसरी लेख्दा हुन्छ। तपाईँ जे के बुझ्नु भयो त्यो इम्पोर्टेन्ट हो। मैले यहाँ कुराहरू हुबहु सार्नुपर्छ भन्ने पनि छैन है। ईश्वरीय प्रोसेस भनेपछि के भन्छ पिङमा बस्नु भयो, तपाईँ अगाडि पुग्नुहुन्छ, अगाडि खेल्नुहुन्छ, अगाडि पछाडि गर्छ। तर के हुन्छ बडीमा सर्टेन फोर्स लाग्छ। त्यो फोर्सले के गर्छ भन्दाखेरि चाहिँ आफ्नो बडीलाई सकेसम्म मेन पोजिसनमै राख्नुपर्छ। के भन्छ त्यो फोर्सले तपाईँ म जान दिनु, तपाईँ मेन पोजिसनमै ल्याउँछु भन्छ। ल्याउनु पनि ल्याउँछ, टाइम लाग्छ, तर बिस्तारै बिस्तारै ल्याउँछ र मेन पोजिसनमा आएर पिङ रोकिन्छ, तपाईँ झर्नुहुन्छ पिङ गर्छ। भनेपछि ईश्वरीय फोर्स कस्तो फोर्स रहेछ भन्दाखेरि फोर्स acting on a body trying to keep it at rest position. Rest position भन्ने that is a mean position. Rest position भन्ने के भन्दाखेरि mean position हो। भनेपछि restoring force हो। यो भनेको restoring force हो, force त हो तर कस्तो फोर्स हो restoring force हो। यो भनेको चाहिँ restoring force हो। के भनेको के हो त ठिक छ फोर्स त बुझियो, यो भनेको रिस्टोरिङ फोर्स रहेछ, बडीमा लाग्दो रहेछ, सधैँ मेन पोजिसनमा ल्याउन खोज्दो रहेछ। वाइ भनेको त डिस्प्लेसमेन्ट रहेछ र म्याक्सिमम दूरीलाई हामी के भन्दो रहेछ एम्प्लिट्युड आर भनेर सिम्बलाइज गर्छौँ। ठिक छ। अब मैले यहाँ आरबाट गरेँ भनेर क्वेसनले सधैँ आरै मान्छ भन्ने पनि छैन, के मानिदिन्छ त्यो बुझ्नुपर्छ भन्ने कुरा के हो कि मैले यहाँ आर लेखाएको छु, तपाईँले सार्नु भयो आर हो भनेर एम्प्लिट्युड क्वेसनले भनिदियो एम्प्लिट्युडलाई के मानिदियो क्वेसनले, सपोज गरेर क्वेसनले ए मानिदियो। दुईवटा सधैँ त आर भनेर बनाउनु भनेहरूलाई ए आउँदैन है। त्यो क्वेसन बुझ्नुपर्छ हो, पढाइ बुझ्नुपर्छ भन्ने कुरा के हो। मैले आर सपोज गरेर माने एम्प्लिट्युडलाई आर माने नभएपछि एम्प्लिट्युड स्मल ए क्यापिटल ए लेटर पनि मानिन्छ। त्यही भएर यदि क्वेसन अथवा थ्योरीलाई राम्रोसँग बुझ्यो भने क्वेसनले जेसुकै भनोस् आर भनोस् वाइ भनोस् जेड भनोस् जेसुकै भनोस् मजाले गर्न सक्नुहुन्छ। के भन्दाखेरि चाहिँ यो तपाईँ पिङ खेल्नुहुन्छ भने पिङमा के खेल्नुहुन्छ ढुरीमा खेल्नुहुन्छ घटै हुन्छ के हुन्छ हो। यसको के हुन्छ यसको के हुन्छ के को सपोर्टमा बडी एट्याच भएर बसेको छ हो। त्यो त बडी हो। तपाईँ के को सपोर्टमा पिङ खेल्नुहुन्छ ढुरीमा खेल्नुहुन्छ हो। अनि त्यो सपोर्ट के हो त्यसको के हुन्छ भने के हुन्छ त्यो भनेको के हो भने के मिन्स फोर्स कन्स्ट्यान्ट। के मिन्स फोर्स कन्स्ट्यान्ट के भनेको के हो फोर्स कन्स्ट्यान्ट है। फोर्स कन्स्ट्यान्ट हो। यसलाई अझ पछि म स्पिड कन्स्ट्यान्ट पनि भन्छ कुन के छ भन्छ त्यो पछि पछि भन्छ, अहिले धेरै मतलब ठिक्क लिमिटमा बुझौँ। के भनेको फोर्स कन्स्ट्यान्ट भनेपछि एफ भनेको हिस्टोरिक फोर्स, के भनेको चाहिँ हामीलाई के हो के भनेको चाहिँ फोर्स कन्स्ट्यान्ट हो र वाइ भनेको हामीलाई के हो के भनेको डिस्प्लेसमेन्ट। वाइ भनेको हामीलाई के हो डिस्प्लेसमेन्ट है। अब यम भनेको पावर हो 1 2 3 है। अब किन 1 2 3 नै भयो 2 4 6 किन भएन है म पछि भन्छु। माइनस को मिनिट के हो माइनस भनेको कुनै
नेगेटिभ भ्यालुलाई रिप्रेजेन्ट गरेको होइन अझ भन्छु माइनस साइन इज फर डाइरेक्सन है मोडर्न फिजिक्समा माइनस साइन भन्ने भ्यालुलाई रिप्रेजेन्ट गर्छ मोडर्न फिजिक्सको जति पनि च्याप्टर हामीले पहिला पढेको थियौँ त्यसमा के थियो भन्दाखेरि चाहिँ माइनस साइन इज फर ध्यान तर यसमा माइनस साइन भनेको इज फर डाइरेक्सन हाम्रो बुझेको के हुन्छ ठिकै छ एउटा अगाडि लाग्छ भने एउटा पछाडि लाग्छ जस्ट अपोजिट लाग्छ हो अब के हुन्छ यो पिङ हो पिचमा पिङ छ पिङमा बस्नुहुन्छ खेल्नुहुन्छ अगाडि जानुहुन्छ पिङबाट अगाडि जानु भनेको के भन्दाखेरि दूरी कभर गरे अब 0 मिटरबाट सुरु गऱ्यो 0.5 1 1.5 2 मिटरसम्म पुरा भयो फेरि आउँछ ब्याक भयो स्विङ ब्याक हुन्छ त्यो भने पि खेले तर जब तपाईँ मिन पोजिसनबाट पर पुग्नुहुन्छ जब 2 मिटर पर पुग्नुहुन्छ दूरी त यता कभर भइरहेको छ डिस्प्लेसमेन्ट त यता कभर भइरहेको तर फोर्स कता लागिरहेको मिन पोजिसन यता लागिरहेको होइन दूरी यता कभर भइरहेको छ फोर्स बिचमा लागिरहेको छ भनिसकेपछि यसमा के भइरहेको भन्दाखेरि फोर्स र डिस्प्लेसमेन्टको डाइरेक्सन अपोजिट छ है फोर्स र डिस्प्लेसमेन्ट के हो यहाँ के भइरहेको फोर्स र डिस्प्लेसमेन्टको डाइरेक्सन के छ अपोजिट हो यो यता लाग्छ अपोजिट है यता लाग्छ बुझ्दै फोर्स र डिस्प्लेसमेन्टको डाइरेक्सन अपोजिट छ है यो अपोजिट छ है भन्नलाई के युज गरेका हो माइनस साइन युज गरेर के त कन्स्ट्यान्ट हो के कन्स्ट्यान्ट हो जबसम्म धागो डोरीलाई चेन्ज गरिन जसको सपोर्टमा फोर्स कन्स्ट्यान्ट सेमै हुन्छ बडी चेन्ज गर्दैन फोर्स कन्स्ट्यान्ट चेन्ज हुँदैन ठिक छ त्यो कुरा है माइनस अब यङ के गरिदिनु भन्दाखेरि यदि यङको पावरमा 2 4 6 राख्यो भने के हुन्छ भन्दाखेरि चाहिँ वाइ र फोर्सको डाइरेक्सन एउटैतिर डिस्प्लेसमेन्ट र फोर्स एकतिर लाग्छ भन्ने स्टेटमेन्ट बन्द गर्छ तर त्यो त होइन फोर्स र डिस्प्लेसमेन्ट अपोजिट डाइरेक्सनमा हो त्यसैले है त्यसैले यहाँ लेखेको अड नम्बर भएको इभन नम्बर नभए अब त्यसो भने ओसिलेटरी मोसनको के हुँदैछ एफ इक्वल टु माइनस के बाई 1 यङको पावरको 1 हो नि त अड माइनस के बाई 3 माइनस के बाई 5 ले कन्टिन्युटी दिइरहेको छ यो के हो भन्दाखेरि चाहिँ जब कन्टिन्युटी हुन्छ तिमीहरूले 2 मिटर पर 2 मिटर 1.5 मिटर 1.5 मिटर 1 मिटर 1 मिटर अनि के हुन्छ त्यसपछि 0.5 meter, 0.5, 0.3, 0.2, 0.2, 0.2, 0.1, 0.1, 0 हुन्छ नि त यहाँ पनि त्यही हो के यो पनि के गर्नु हो भन्दाखेरि चाहिँ हेर्नु है के वाइ 1 भन्ने के भन्दाखेरि त्यो के भयो 2 मिटर अनि 1.5 1.1 अनि 0.5 ले ट्रान्सफर गर्दा के हुन्छ भनेपछि यसको जुन यो सिम्पलेस्ट फङ्सन यसलाई नै हामी के भन्छ सिम्पल हार्मोनिक मोसन भन्छ यसलाई हामी के भन्छौँ सिम्पल हार्मोनिक मोसन त्यसले सिम्पल हार्मोनिक मोसन के लेख्छ भन्दाखेरि फोर्स इक्वल टु माइनस के वाइ लेख्छ सिम्पल हार्मोनिक मोसनमा फोर्स इक्वल टु माइनस के वाइ लेख्छ वाइ भनेको डिस्प्लेसमेन्ट यो भनेको रिस्टोरिङ फोर्स के भनेको फोर्स कन्स्ट्यान्ट माइनस साइन फर डाइरेक्सन दिशाको लागि अपोजिट डाइरेक्सनमा लाग्छ है त्यसो भने एउटा क्वेसन गर्नु है अब यता क्लियर छ लगभग कुराहरू है यी कुराहरू भयो यी कुराहरू लगभग देखिनु भएको लाग्छ मलाई लेख्नु भएको भने है आफ्नो हिसाब लेख्नु है तपाईँ जे बुझ्नुहुन्छ त्यो हिसाब लेख्नु लेख्नु माने म यसलाई बुझ्छु है है लगभग भयो भन्नुभयो लगभग स्क्रिनसट गर्नुहोस् है यदि लेख्न टाइम तपाईँलाई छैन होइन म त हेरिरहेको छु बुझिरहेको छु लेख्ने टाइम पनि दिएको छैन भने स्क्रिनसट गर्नुहोस् बिस्तारै पछि बनाउनु पर्ने कुराहरू है यो फिगर त हामीलाई चाहिन्छ नि फिगर राख्नु हो भनौँ अहिले यो फिगरलाई मैले बिटाउँछु उसले है
दुईटै अप्सन मात्रै दिएको सो तिनवटा क्वेसन छ हो। अब यो क्वेसन लेख्दै हुन्छ भने एकछिन रोकिनुहोस् है, एकछिन टाइम हुन्छ। यो क्वेसन म मेटाउँदिनँ खोइ है, एकछिन है। पहिला कुनै भनेर लिन्छु है, अब धेरै कुरा लगभग पहिला भइसकेको छ, त्यो कुरालाई म रिपिट गर्दिनँ। यो भनेको मेन क्वेसन। अब मेन क्वेसनमा यम लेख्छु म, धेरै पनि गर्दिनँ, रफ भयो भन्ने छ फेरि, त्यही भएर एकछिन पढ्दा है। मेन क्वेसन, एक्सन क्वेसन, एक्सन क्वेसन है। अब हेर्नु है, यहाँ तपाईँ बस्नुहुन्छ, यो तपाईँ है, यो तपाईँ म एकछिन मान्छे बनाइदिनु नि, तपाईँ आफै हो भनेर फरक पर्दैन। ठिटा हो है। अब हेर्नु है, टिमा गएर बस्नुहुन्छ, एउटा एक्सट्रिम पोइन्टमा पुग्नुहुन्छ, फेरि अर्को एक्सट्रिम पोइन्टमा पुग्नुहुन्छ, लास्टमा आएर के हुन्छ, यममा आएर इन हुन्छ, मेन क्वेसनमा आएर रोकिन्छ। यो दुईटा हामी के भन्छौँ, आर भन्छौँ। यो आर भन्ने हाम्रो लागि माथि ठिटा हो है। अनि तपाईँ एकदम सिम्पल हालिसन पढाइदिनु भएको थियो, त्यहाँ ओमेगा टी साइन ओमेगा टी प्लस ओमेगा टी हुन्छ है। त्यो ठिटालाई हामी के भन्छौँ, ठिटा भनेको ओमेगा टी भनेको के पनि भन्छ, मिन र एक्सट्रिम बिच बनेको एङ्गललाई चाहिँ कति एङ्गल हो त्यहाँ, त्यो एङ्गललाई हामी के भन्छ भने ओमेगा टी भन्छौँ। ओमेगा टी भन्दाखेरि के हो भन्छ होला, ओमेगा टी भनेको के पनि होइन, मिन र एक्सट्रिम बिच बनेको एउटा एङ्गल हो, ठिटा हो। त्यो दुईटा के हुन्छ, आर भन्छ है। अब है, अब मैले यहाँ भने डिस्प्लेसमेन्ट वाइ। अब डिस्प्लेसमेन्ट मेन क्वेसनमा कति है, मिनमा कति, एक्सट्रिममा कति भन्नु पर्यो है। एक्सट्रिममा कति, मिनमा कति है। डिस्प्लेसमेन्ट मिनमा कति हुन्छ मैले अघि भने, सधैँ पिन कहाँबाट खेलिन्छ, मिन पोजिसनबाट खेलिन्छ अथवा एक्सट्रिम पोजिसनबाट खेलिन्छ। जहाँबाट खेले पनि डिस्प्लेसमेन्ट नाच्ने भनेको सधैँ के हो, मिन पोजिसनबाट हो। त्यसैले मिन पोजिसनमा डिस्प्लेसमेन्ट वाइ इक्वल टु 0 हुन्छ सधैँ। किन भनेपछि यहाँदेखि यहाँसम्म 2 मिटर भनेको यहाँ 0 हो नि त, 0 0.5 1 1.5 के भयो नि त, त्यही भएर के हो वाइ 0 0 मेन पोजिसन। त्यसले एक्सट्रिम पोजिसनमा के हुन्छ, एक्सट्रिम पोजिसन त म्याक्सिमम हुन्छ हो, यो वाइ त म्याक्सिमम हुन्छ। म्याक्सिमम हामी के भन्छौँ, आर भन्छौँ। आर भनेको के एम्प्लिट्युड। अब किताबमा लेख्दाखेरि के लेख्छ, प्लस माइनस आर लेख्छ, प्लस माइनस आर भनेपछि डाइरेक्सन लगाइदियो के, यताको आर भनेको प्लस आर, अपोजिटको माइनस आर मानेको नि त, किनभने यो पनि हेर्नु आर हुन्छ नि त, यो पनि आरै हुन्छ, यो पनि त्यही भएर के लेख्या प्लस माइनस आर लेख्या, डाइरेक्सनको लागि मात्रै लेख्या, नभए आरै हो त्यो म्याक्सिमम। अब आयो डिस्प्लेसमेन्टको नेक्स्ट फोर्स। फोर्स चाहिँ कता पनि कता हो फोर्स। अब फोर्स भन्ने हामीले के थाहा, सिम्पल हार्ड मोसनको बेसिक फर्मुला के, फोर्स इक्वल टु माइनस के वाइ। अब फोर्स युज गर्ने यमैमा नजाने, यमै हो फोर्स युज, यमै सबलाई थाहा छ, त्यो डाउटै छैन त्यो कुराहरू, तर च्याप्टर वाइज के फर्मुलाहरू हुन्छ थाहा हुनुपर्छ। अहिले सिम्पल हार्ड मोसनमा फोर्स भनेको नै फोर्स इन्टु माइनस के वाइ, यमै त सम्झिनुहुन्छ, त्यो बाहेक मलाई सम्झेर पनि होइन, फोर्स इन्टु माइनस के वाइ भनेर सम्झिनु पऱ्यो। पछि मैले स्ट्याटिक्स पढाउँछु, मैले तपाईँहरूलाई क्यापासिटिज पढाउँछु, है कन्डेन्सर पढाउँछु त्यहाँ कुराहरू। त्यहाँ पढाउँदै फोर्स भन्यो भने फेरि यमै भन्नुहुन्छ तपाईँ, फोर्स फेरि त्यहाँ पढाउनु 1/4 Q1 Q2 आरएस हुन्छ, च्याप्टर वाइज स्पेसिफिक फर्मुलाहरू हुन्छ होइन, जुन भने जहाँ पनि लेख्दैन यसमै प्रयोग गर्ने, हाम्रो त्यसलाई एक प्रयोग गर अरू ठाउँ प्रयोग नगर है भन्ने हुन्छ। फोर्सले यमै कमाउनु सबै ठाउँ प्रयोग गर्नुहुन्छ, स्पेसिफिक के फर्मुलाहरू जुन यो च्याप्टरमा प्रयोग गर्नु, त्यहाँ प्रयोग गर्नु भन्ने घन्टा हुन्छ, च्याप्टरमै कुराहरू आउँछ। जस्तो फोर्सले माइनस के भन्यो आयो भने कहाँ प्रयोग गर्ने, सिम्पल हार्ड मोसनले प्रयोग गर्ने अरू ठाउँमा प्रयोग चाहिँ हुँदैन। अब फोर्स भनेको के हो त, यदि यहाँ वाइ 0 भयो भने फोर्स 0 हुन्छ कि नै, वाइ 0 भयो भने फोर्स 0 हुन्छ भनेपछि मेन पोजिसनमा फोर्स कति हुनेछ, 0 हुनेछ। त्यसो भने एक्सट्रिम पोजिसनमा फोर्स के हुन्छ, एक्सट्रिम पोजिसनमा फोर्स के हुन्छ, माइनस के आर हैन, म्याक्सिमम हुन्छ है, माइनस के आर। माइनस साइन स्क्वायर डाइरेक्सन है, मैले अघि पनि भने आर भनेको डिस्प्लेसमेन्ट हो, यहाँ भनेको फोर्स हो, यो डाइरेक्सन अपोजिट हुन्छ भनेर माइनस है। यसमा थाहा हुनु थियो म्याक्सिमम र मिनिमम भनेको तपाईँ कहाँ म्याक्सिमम हुन्छ कहाँ मिनिमम हुन्छ हैन, यहाँ मिनिमम रहेछ, मिनिमम मिनिमम
अब यो म मिनिमम म्याक्सिमममा देखाउँदिनँ बस मैले यति हुन्छ भने तपाईँ आफै टुङ्गा लेख्नु है वाइ भनेको चाहिँ म्याक्सिमम हुन्छ यो भनेको म्याक्सिमम कहाँ हुन्छ एक्टिभ पोजिसनमा आएको भेलोसिटी भेलोसिटी अब हेर है पिङ खेलेको सिम्पल पिङ खेलेको सम्झिने धेरै कुराहरू टिपेर रट्नु पर्दैन पिङ खेलाइकन दिशा बस्नुहुन्छ पिङ खेल्नुहुन्छ पिङ खेलेर यहाँ पुग्नुहुन्छ यहाँ पुगेको मान्छे अचम्म किन जान्न त किनकि यो म्याक्सिमम डिस्प्लेसमेन्ट भनेको यति नै हो यहाँभन्दा माथि जान सक्दैन तपाईँ 2 मिटर बल पुग्नु तपाईँ 2 मिटर तपाईँको लिमिट हो त्योभन्दा अगाडि पुग्न सक्नुहुन्न तपाईँ है अब यहाँ किन रोकिन्छ त यहाँ जिरो हुन्छ है यहाँ बस्नुहुन्छ साथीलाई रगल छ तपाईँ मचिनु आफै पिङ खेल्नु म्याटर छैन यहाँ पुग्नुहुन्छ पुगिसकेपछि के हुन्छ भी यहाँ जिरो हुन्छ भी जिरो भएर त माथि जान सकेन भनेपछि भी जिरो कहाँ हुन्छ भी जिरो भनेको मिनिमम कहाँ भनेर अनि आउँछ 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 मिड पोजिसन आएर रोकिन्छ रोकिँदैन अब स्विङ ब्याक हुन्छ पछि मिड पोजिसनमा स्विङ ब्याक भएर जति डिस्प्लेसमेन्ट यता कभर गरेको थियो आर त्यति नै कभर आर यता किन गर्छ त यता आरसँग हेर्दा पनि आर कसरी कभर गर्यो भने यहाँ भी के हुन्छ भी म्याक्सिमम हुन्छ भी के हुन्छ म्याक्सिमम हुन्छ यो कुरा पनि ख्याल गर्नु है सिम्पल छ कुराको है यो कुरालाई म इक्वेसनको मार्फत म भोलि बनाउँदाखेरि कसरी हुन्छ भन्ने कुराहरू इक्वेसनबाट भन्छु म इक्वेसनबाट होइन पहिला बेसिक तरिकाले बुझौँ होइन याद गर्नु सजिलो छ आफूलाई फेरि गाह्रो हुन्छ पछि इक्जाममा आयो भने के हो इक्वेसन आउँदैन फर्मुला नआइसकेपछि एन्सर कहाँबाट आउँछ भन्ने कुरा नहोस् भनेर चाहिँ त्यो बेसिक कुराहरू चाहिँ जस्ट एउटा चाहिँ फिगर सम्झिदिनु यसरी यसरी खेलिन्छ कि यसो हुन्छ भनेर भी भनेको म्याक्सिमम कहाँ हुन्छ मिन पोजिसन है हेलो त भी जिरो हुन्छ माथि पुग्नुहुन्छ भी जिरो हुन्छ ओहो म माथि जान सकिनँ भन्नुहुन्छ रोकिन्छ फेरि ब्याक हुन्छ ओहो भीबाट म कतै त जान छ नि त्यही भएर भी म्याक्सिमम हुँदो रहेछ भनेको जान्छ यहाँ आएर फेरि के भन्छ फेरि एक्टिभ पोजिसन फेरि जिरो हुन्छ फेरि आउनुहुन्छ अलिक कम हुन्छ कम हुन्छ फेरि अलिक कम हुन्छ भनेर मिनमा अब अर्को आउँछ काइनेटिक एनर्जी अब काइनेटिक एनर्जी म्याक्सिमम कहाँ हुन्छ मिनिमम कहाँ हुन्छ है काइनेटिक एनर्जी र भेलोसिटी भनेको दाजु भाइ है दाजु भनेको काइनेटिक एनर्जी हो भेलोसिटी भनेको भाइ हो अब काइनेटिक एनर्जी जहाँ म्याक्सिमम हुन्छ भेलोसिटी पनि त्यही म्याक्सिमम हुन्छ जहाँ भेलोसिटी म्याक्सिमम हुन्छ काइनेटिक एनर्जी पनि म्याक्सिमम त्यही हुन्छ किन बेसिक फर्मुला के हो के भनेको त 1/2 v स्क्वायर के काइनेटिकको v स्क्वायर v बढ्यो भने काइनेटिक एनर्जी पनि बढ्नु पर्यो मैले अघि दाजुभाइ हो कि सँगै जान्दैन है त्यसैले काइनेटिक एनर्जी v म्याक्सिमम मिन पोजिसनमा हुन्छ त्यसैले जहाँ v म्याक्सिमम हुन्छ काइनेटिक एनर्जी त्यही म्याक्सिमम हुन्छ के पनि यहाँ हुन्छ म्याक्सिमम हुन्छ यहाँ के हुन्छ ए जिरो हुन्छ जिरो इनर्जी छैन नि यहाँसम्म पुग्यो अब अझ माथि जाने इनर्जीसँग छँदै छैन फेरि यहाँ म्याक्सिमम हुन्छ काइनेटिक एनर्जी फेरि यता पुग्छ यहाँ फेरि काइनेटिक एनर्जी जिरो हुन्छ यहाँ पुग्छ फेरि यहाँ के हुन्छ काइनेटिक एनर्जी जिरो हुन्छ फेरि यहाँ जिरो हुन्छ फेरि यहाँ मेन पोजिसन आएर रोक्नु अब अर्को हुन्छ पोटेन्सियल एनर्जी पोटेन्सियल एनर्जी भनेको त बुझ्नुहुन्छ नि तपाईँले के लेख्नुपर्छ मैले पोटेन्सियल एनर्जी भनेर यो के र पी भनेको के भन्नु है काइनेटिक एनर्जी भनेको हुन्छ है काइनेटिक एनर्जी अब पोटेन्सियल एनर्जी अनुसार हो अब के हो भन्दाखेरि चाहिँ पोटेन्सियल एनर्जी र काइनेटिक एनर्जी चाहिँ अलिकति फरक छ हो दाजुभाइ एउटा रेस्टमा लाग्छ अर्को मोसनमा लाग्छ नि त यदि बेसिक कन्सेप्ट है पोटेन्सियल एनर्जी रेस्टमा लाग्छ है इनर्जी स्टोर इन अ ड्याम हो इनर्जी स्टोर बिफोर फायरिङ अ बुलेट भन्ला यो सबै के को इक्जाम्पल हो क्याटापोल्टमा के भन्छ यसरी मटाइङ राखेर गुलेरीमा यस्तो तन्काइन्छ तन्काउनु भने के हो स्टोर गरेको इनर्जी स्टोर एनर्जीलाई हामी के भन्छ पोटेन्सियल एनर्जी यति कुरा थाहा छ है रेस्टमा के लाग्छ पोटेन्सियल एनर्जी मोसनमा के लाग्छ काइनेटिक एनर्जी यिनी कुरा अपोजिट रहेछ भन्ने कुरा त यति मात्र थाहा होला जस्तो लाग्छ मलाई त्यसैले पोटेन्सियल एनर्जी के हुन्छ भन्दाखेरि चाहिँ एक्टिभ पोजिसनमा कुन पोजिसन एक्टिभ पोजिसनमा म्याक्सिमम हुन्छ के हुन्छ नेक्स्ट क्लासमा हुन्छ एकैचोटि सबै कुरा बुझ्न नखोज्ने स्टेप वाइज जाने है धेरै कुरा चाहिँ दिमागमा राख्नु पर्ने हुन्छ उडेर पनि जान्छ पढ्न पनि मन लाग्दैन है स्टेप वाइज बुझ्यो भने के हुन्छ मजा आउँछ
पाँचवटा कुरा पढाइयो, एउटा कुरा बुझिहाल्छ, ठिक छ, दुईवटा कुरा बुझिहाल्छ, ठिक छ, तेस्रो कुरा बुझिएन, फरक पर्दैन, चारवटा कुरा पनि बुझिएन, पाँचवटा कुरा बुझिहाल्छ भनेर हो, तिनवटा त आयो नि त मलाई भन्ने हुन्छ। तर के हुन्छ, पढ्दै पढ्दाखेरि सुरु भने आयो, आएन, त्यसै पनि आएन, त्यसै पनि आएन, के नआएपछि के हुन्छ, डिमोटिभेट भइन्छ, चौथो पाँचौँ गर्ने मन लाग्छ, सायद आएन है। त्यही भएर स्टेप वाइज बिस्तारै बिस्तारै मेन क्वेसनमा पोटेन्सियल एनर्जी कति हुन्छ, मेन क्वेसन के हुन्छ। अब यसलाई कसरी सम्झिने, कसरी याद गर्ने भने के गरिरहेको छ तिमीले टपमा हेर्नु है, यसलाई बेसमा नि होरिजोन्टल है, अर्थ सर्फेससँग यो होरिजोन्टल हुन्छ है, यो अर्थ सर्फेससँग यो होरिजोन्टल हुन्छ, यहाँ बस्नुहुन्छ तपाईँ भनेपछि यसको दुरीले यसको दुरी हेर्नु त, यसको हाइट यो सर्टेन हाइट आएको छ नि, योभन्दा सर्टेन हाइट त यो माथि छ नि, अनि पोटेन्सियल एनर्जीको फर्मुलालाई के हुन्छ, mgh हो, मास त त्यही यो बडीले त्यही एक्सचेन्ज त गरिरहेको छ, तपाईँ न्युक्लियरको तपाईँको वेट जति हो त्यति नै हो, 60 केजी हो भने 60 केजी पोटेन्सियल एनर्जीको लागि पनि काइनेटिक एनर्जीको लागि पनि जी एसोसिएसन ग्राभिटी सेमै हो, ठाउँ चेन्ज गरेको छैन, तिनले चेन्ज गरेको छैन, यस भनेको चेन्ज हुन्छ है। यो होरिजोन्टल सर्फेसमा कम्पेयर गर्दाखेरि त मेन क्वेसन एक्टिभ क्वेसन कसको हाइट बढी छ यस्तो हेर त, त्यो क्वेसनमा छ पछि यहाँ तपाईँ हिँड्नु र यहाँ तपाईँ हिँड्नुमा अलिक फरक रहेछ, यहाँ हुँदैन हिँड्नु चाहिँ सबै हाइटमा हुनुहुन्छ तपाईँ भनिसकेपछि के भयो भने चाहिँ हाइट बढ्नु भन्ने के भयो भने पोटेन्सियल पनि बढ्नु हो, यसको र यसको तुलनामा के रहेछ भन्दाखेरि चाहिँ यहाँ पोटेन्सियल एनर्जी बढी हुँदो रहेछ, म्याक्सिमम हुँदो रहेछ। फर्मुलाबाट भने वाइ टु के वाइ स्क्वायर भन्ने वाइ भने यो भनेको के हो, के हो त्यो वाइ फर्मुला भन्यो, वाइ भन्यो के भन्यो, ज्याउ भन्यो, त्यो भएर बेसिक कुरा यसरी बुझिदिएको। अब आज टोटल इनर्जी, टोटल इनर्जी, टोटल इनर्जी के हुन्छ भने टोटल इनर्जी कन्स्टेन्ट, दुईमा कन्स्टेन्ट हुन्छ, दुईमा के हुन्छ कन्स्टेन्ट हुन्छ, के हुन्छ कि टोटल इनर्जी इज कन्स्टेन्ट, यहाँ पनि कन्स्टेन्ट, यहाँ के हुन्छ भन्दाखेरि यहाँको टोटल इनर्जी र यहाँको टोटल इनर्जी के हुन्छ, टोटल इनर्जी भनेको के हो, काइनेटिक इनर्जी प्लस पोटेन्सियल इनर्जी भनेको है, काइनेटिक इनर्जी प्लस पोटेन्सियल इनर्जी के हुन्छ भनेर सोधेको, के हुन्छ दुवै मिक्स गरेर सम है, फेरि काइनेटिक इनर्जी प्लस पोटेन्सियल इनर्जी सम गर्दाखेरि कन्स्टेन्ट हुन्छ। यति कुराहरू भने अब यति कुराहरू क्वेसन के भन्दा यसरी आउँछ, है पेन्डुलम स्टक्स, पेन्डुलम पनि कसरी काम गर्छ, इक्विलिब्रियम जति काम गर्ने हो, त्यही बडी मास पार्टिकल एउटैलाई भन्छ भनेको थियो है। अब कसरी गर्यो पेन्डुलम स्टक्स, पेन्डुलम भनेको यस्तो हुँदैन, यस्तो हुन्छ एउटा हो बब हुन्छ है, त्यसलाई बब भन्छ, बब भन्छ पेन्डुलमको एउटा मास मार्ने बडीलाई बब भन्छ, बिउरी बब बब। अब यो किन स्टक हुन्छ है, पेन्डुलम स्टक यो के कारणले स्टक हुन्छ, ग्राभिटी यस्तो हेर्नु, ग्राभिटी हो भने बाहिर हामी चाहिँ बिग्रिया हुन्छ, त्यही भएर क्वेसन गर्दाखेरि अप्सन नम्बर एमा छ उनीहरूले डिजाइन गर्नु, अप्सन ए सकिँदैन बिग्रिनु एन्सर चाहिँ राख्छ है। त्यो चारवटा अप्सन पढ्नु पऱ्यो, चारवटा अप्सन पढिसकेपछि बेस्ट आन्सर के हुन्छ त्यो लगाउने, चारवटा अप्सन पढ्नु पहिला, चारवटा अप्सन पढिसकेपछि ट्याक्क सोच्ने एकचोटि के आन्सर पढाइ हुन्छ हामीले ट्याक्क एउटा आन्सर हुन्छ, ट्याक्क लगाउनु निस्किनु, बडी सुस्मा लाग्यो भने बिग्रिन्छ, बडी सुस्मा लाग्यो भने यस्तो हेरिन्छ एन्सर बी हुन्छ जस्तो लाग्छ, यस्तो फेरि बडी छुट्नु थाल्यो भने के हुन्छ एन्सर बी हो जस्तो लाग्छ, अनि बी र एम झुकेपछि के हुन्छ लास्टमा एमै लगाएर आउँछ, किनभने बीमा आन्सर हो भने त्यो सुरुमै लगाउँथ्यो, एमा ध्यान जान्थेन, एमा ध्यान जानु भनेको थियो सिधै एन्सर गलत लगाएर आउने, मैले अघि भने किन हुन्छ है, टीमा के हुन्छ पेनमा पनि सेम कसरी काम गर्छ, बब यता पुग्यो भने बब भनेको त्यो मासु बढी है, यहाँ पुग्छ, यहाँ पनि के हुन्छ 1 मिटर पर दिनु सपोज मानेको 1 मिटर पर दिनु, यहाँ यहाँ 1 मिटर त्यति हुन्छ, यहाँ 1 मिटर, अनि अब 0.5 मिटर 0.5 मिटर, अनि 1 मिटर त पर दिनु 0.5 किन पुग्यो भन्दाखेरि चाहिँ जब पी खेलिन्छ, पी खेलेर के गरेपछि हावा छ हो अगाडि बढ्नुहुन्छ, तपाईँको बडी प्रत्येकचोटि हावासँग ठोकिरहेको हुन्छ, जतिचोटि हावासँग ठोकिन्छ आफ्नो तपाईँको मोसन कम गरेर आउँछ है, अगाडि जानुहुन्छ हावासँग ठोकिन्छ, यहाँ हावा छ, हावा हो, हावासँग ठोकिँदाखेरि प्रत्येकचोटि तपाईँको मोसनलाई कम गरिरहेको हुन्छ हावाले हो, तपाईँको इनर्जीलाई कम गरे हुन्छ, अनि यहाँ पनि हुन्छ हावाले काम गर्दा कारण के हो हावा हो,
कारण के हो फ्रिक्सन के फ्रिक्सन एयर फ्रिक्सन भयो एयर फ्रिक्सन अब यो 2011 आयोगमा क्वेसन थियो सिम्पल छ कुराहरू तर म्याक्सिमम ग्राफ गर्नुहुन्छ मिलायो भनेर आउनुहुन्छ बाहिर आउने बिग्दै हुन्छ के अब चाहिँ बडी युजिङ सिम्पल हार्मोनिक मोसन देन एट द मेन पोजिसन बडी भनेको सिम्पल हार्मोनिक मोसनमा छ है भनेर क्वेसन भनिसक्यो अब सिम्पल हार्मोनिक मोसनमा छ भने के सम्झिनु पेन सम्झिनु पर्यो मेन पोजिसन सम्झिनु पर्यो एक्सन पोजिसन सम्झिनु सबै कुराहरू चाहिँ एकैचोटि सम्झिनु पर्यो दिमागमा सिम्पल हार्मोनिक मोसन भने तिन खेलेको भनेर सम्झिनु पर्यो तिन खेल्दाखेरि के हुन्छ मिन एक्सन एम्प्लिट्युड फोर्स स्टोरिङ फोर्स अनि के हुन्छ फोर्स कन्स्ट्यान्ट हुन्छ माथिको एङ्गल छिट्टा हुन्छ छिट्टा हुनु ओमेगा टी हो काइनेटिक इनर्जी यति यति हुन्छ पोटेन्सियल एनर्जी यति यति हुन्छ भेलोसिटी यति यति हुन्छ यी सबै कुराहरू सम्झिरहेको हुन्छ तपाईँ भने अब क्वेसन के भने मेन क्वेसनमा के हुन्छ भनेर क्वेसन सोध्छु मेन क्वेसनमा के हुन्छ भनेर क्वेसन सोध्यो मेन क्वेसनमा सर्कलमा के हेर्ने यहाँ के हेर्ने है सर्कल के छ कुरालाई हेर्ने यसपछि के थाहा भयो फोर्स एक्टिङ अन बडी 0 फोर्स 0 हो फोर्स 0 छ ड्याममा लगाइन्छ यस मिल्यो अनि के हुन्छ फेरि लिख आउँछ किन चारवटा अप्सन पढ्नु पर्यो आफूले त अनि भेलोसिटी यो ठिक छ यो मिल्छ भेलोसिटी अफ बडी इज म्याक्सिमम भेलोसिटी म्याक्सिमम हो त म्याक्सिमम हुनु पनि हुन्छ कुन लगाउने त चालु है सी अप्सन बोथ ए एन्ड बी हो यस भनेपछि हाम्रो लागि आन्सर के हुन्छ बोथ ए एन्ड बी नन नन गयो है अब यसमा के ख्याल गर्नुपर्छ भन्दाखेरि तपाईँले पढेको एन्सर पहिलेको अप्सनमा नहुनु पनि सक्छ फिजिक्समा त्यस्तो कम्प्लिकेसन आउँदैन अरू सब्जेक्ट बोर्ड एक्जामतिर धेरै आउँछ कुराहरू तपाईँले पढेको कुराहरू अप्सनमा नहुन पनि सक्छ भने हामीले के गर्ने हो अप्सन मध्ये सबभन्दा राम्रो एन्सर के हुन्छ त्यही चुज गर्ने सबैभन्दा राम्रो है एक्सपर्ट हुन्छ राम्रो चुज गर्नलाई होइन त्यही भएर अप्सन पनि राम्रो चुज गर्नु पर्यो है ए बी सीमा ए पनि एन्सर हो बी पनि एन्सर हो तर सी भनेको अझ बेटर एन्सर किन बोथ ए एन्ड बी छन् त्यसमा है त्यसो अप्सन मात्रै बोथ एन्ड बी देख्दैन फेरि बोथ एन्ड बी लगाएर आउने त्यो क्वेसन आफूले पढ्नु पऱ्यो तर एन्सर बुझ्दैन यो क्वेसन के छ भने बोथ ए एन्ड बी छ यही क्वेसन मैले भेलोसिटी अफ बडी 0 मिनिमम दिएको भए हुन्थेन नि त एन्सर के हुन्थ्यो त्यही भएर क्वेसन बुझ्दै एन्सर बेस्ट एन्सर के गरेर लगाउने एन्सर के हुन्छ भने सी हुन्छ है बोथ ए एन्ड बी किनभने फोर्स 0 छ भेलोसिटी म्याक्सिमम छ अर्को छ particle is executing simple harmonic motion and particle velocity is minimum अब मैले अगाडि पनि भने सधैँ बडी भन्छ भन्ने छ सधैँ बडी भन्दैन कहिले पार्टिकल भनिन्छ कहिले मास भनिन्छ पुरा एउटैलाई भनेको फरक होइन के भनेको मास बडी म तपाईँ अब क्वेसन के भने पार्टिकल भेलोसिटी मिनिमम मिनिमम कहाँ हुन्छ भेलोसिटी यस्तो हेरे मिनिमम कहाँ हुन्छ पार्टिकल भेलोसिटी भने यस्तो यहाँ भनेको यहाँ हुन्छ मैले अगाडि भने है जिरो हुन्छ भिते रिटर्न ल्याएको हुन्छ अझ माथि जान्थ्यो है तब यहाँबाट माथि उता यहाँ पुग्दाखेरि जिरो हुन्छ हुँदैन किन माथि गइरहेको त किन जिरो हुने यहाँ पुग्दाखेरि जिरो हुन्छ किन जिरो हुने माथि गइरहेको त माथि हुन्छ नि यहाँ पुगेपछि माथि गएर कसैले जिरो हुन्छ सिम्पल आन्सर के हुन्छ लागि जिरो भनेको कहाँ हुँदो रहेछ दुई एक्टिभ पोजिसनमा जिरो हुने रहेछ अब डिस्टेन्स अफ a / 2 भनेको नि यो a भनेको एम्प्लिट्युड हो जो पहिला मैले पढाउँदै आर भन्ने एम्प्लिट्युड भनेर पढाएँ कसैले सबै आर मान्छ भनेर कसैले जे पनि मान्न सक्छ है ए भनेको एम्प्लिट्युड कसैले चाहिँ भन्दै बट पार्टिकल इज एक्जिक्युटिङ अर भाइब्रेटिङ सिम्पल हार्मोनिक मोसन अर भाइब्रेटिङ अर एक्जिक्युटिङ सिम्पल हार्मोनिकल कुरा एउटै हो सिम्पल हार्मोनिकल नि भन्नु सिम्पल हार्मोनिक मोसन भन्नु एउटै हो त्यो भनेको सिम्पल हार्मोनिक मोसनबाट क्वेसन आएको हो बडी भनेको सिम्पल हार्मोनिक मोसन having an amplitude a capital A मान्ने क्वेसन यसरी मान्नुहुन्छ क्वेसन आफूले पढेको छ आर क्वेसनले मानेको छ नि झुक्किने हैन आफूले पढेको हिसाबले क्वेसन गर्ने हो फर्मुला लेख्ने त्यसपछि क्वेसन के एडिङ भएको त्यो हिसाबले तपाईले गर्दिनु गाह्रो छ है अनि भेलोसिटी मिनिमम कहाँ हुन्छ भने एक्टिभ पोजिसनमा र डिस्टेन्स अफ a / 2 भनेको यसलाई a माने भने a / 2 भनेको बीचमा भयो a / 2 भन्नु अझ कम भयो यहाँ भयो त्यो भन्नुहुन्छ है लगभग है यति कुराहरू लगभग क्लियर छ यसलाई स्क्रिनसट है कसरी लिन्छ त्यसलाई अब अगाडि बढ्नुपर्छ थोरै कुराहरू गर्नुपर्छ गाह्रो छैन है एकदम गाह्रो हुन थाल्यो भने त कममा लाग्छ र यो एकदम बुझ्न सजिलो छ के गाह्रो यस्तो पिङ खेलेको सम्झिने
झ्याप्प पुसिङ मिलाइदिने आइदिने त्यही हो के गरेर के पनि छैन। अब अरू के छ भन्दाखेरि चाहिँ अरू कस्तो गरौँ न है। The graph plotted between displacement and acceleration simple harmonic motion gives option number A become straight line, option number B become parallel. कौन बोला पैराबोला बोलता है हाइपरबोला कौन बोला हाइपरबोला और चिन्छ क्या इंग्लिशमा यादै हुँदैन ल चारवटा अप्सन छ क्वेसन भनेको कुरा अलिकति बुझ्न गाह्रो भयो है किनभने क्वेसनको ग्राफ भन्दै के भने है अघि अगाडि क्वेसन कुरा के लेख्यो तीन लाइन हुन्छ है तीन लाइन हुन्छ है तपाईहरु यहाँदेखि यहाँ पुग्नुहुन्छ हो यहाँदेखि यहाँ पुग्नुहुन्छ अब मेन एक्सट्रिममा लेखाउँदैन भने सिम्पल कुरा यहाँदेखि यहाँ पुग्नुहुन्छ हो अनि यहाँ पुग्दाखेरि सपोज मान तीन लाइन के भयो तपाईहरु भनेर तीन लेखा तीन लेखा हो यहाँदेखि यहाँ पुगिन्छ सपोज यहाँदेखि यहाँ पुग्यो हो अनि यहाँदेखि यहाँ पुग्यो सपोज है अनि यहाँदेखि सपोज यहाँदेखि यहाँसम्म पुग्यो भनेको 2 मिटर छ यहाँदेखि यहाँ सपोज मानिलियो 0.5 मिटर भनेको 1 मिटर हो 0.5 मिटर भने हामी यहाँ पुग्नु भनेको यहाँ सर्टेन के हुन्छ एक्सेलरेसन हुन्छ यहाँदेखि यहाँ पुग्नु भनेको के हो यहाँ पनि सर्टेन एक्सेलरेसन हुन्छ बुझ्नु है एक्सेलरेसन अगाडिको एउटा छुटेछ है मेन पोजिसन एक्टिभ पोजिसनमा के लेख्नु भन्दाखेरि एक्सेलरेसन मेन पोजिसनमा एक्सेलरेसन कति हुन्छ भने फोर्स र एक्सेलरेसनको कुरा त मैले भन्नु पर्दैन है फोर्स इज इक्वल टु m a है आन्सर ल आइसकेको छ है ए नै हो है आन्सर है त्यसलाई हो है मेन पोजिसनमा फोर्स 0 हो एक्सट्रिम पोजिसनमा फोर्स म्याक्सिमम अगाडि हो है त्यो एक्सेलरेसन के हुन्छ मेन पोजिसनमा भन्यो भने मेन पोजिसनमा एक्सेलरेसन 0 हुन्छ किन फोर्स र एक्सेलरेसन दाजु भाइ हो है फोर्स जता लाग्छ एक्सेलरेसन पनि त्यतै लाग्छ है फोर्स जता लाग्छ एक्सेलरेसन त्यतै लाग्छ त्यही भएर फोर्स र एक्सेलरेसन दाजु भाइ सिधा कुरा अनि मेन पोजिसनमा एक्सेलरेसन के हुन्छ 0 हुन्छ एक्सट्रिम पोजिसनमा एक्सेलरेसन म्याक्सिमम त्यो लेख्नु छ त्यो म लेखाउँदिन हरेक कुरा लेखेर मात्र हुँदैन बुझ्नु पनि पर्छ त्यो लेख्दा है फोर्स मेन पोजिसनमा 0 हुन्छ एक्सेलरेसन पनि मेन पोजिसनमा त्यसैले 0 हुन्छ फोर्स एक्सट्रिम पोजिसनमा म्याक्सिमम हुन्छ त्यसैले एक्सेलरेसन पनि एक्सट्रिम पोजिसनमा म्याक्सिमम ल है 0.5 मिटर पर पुग्छ 0.5 मिटरमा एक्सेलरेसन हुन्छ हो यहाँ के हुन्छ एक्सेलरेसन 0 यहाँ के हुन्छ म्याक्सिमम भने बढ्दै बढ्दै गयो नि त अनि यहाँ भने एक्सेलरेसन समथिङ हुँदा यहाँको भ्यालु यसले बढिन्छ है अनि यहाँको एक्सेलरेसन सेम हो यहाँ ए मान ए2 भयो एक्सेलरेसन हैन सर यो a1 र a2 को भ्यालु दिनु भन्ने लेख्नु के फरक हुन्छ 2 मान दिनु र 3 मान दिनु के फरक पर्छ अनि चाहिँ 0.5 मिटर पर पुग्दाखेरि चाहिँ एक्सेलरेसन 2 हुँदै रहेछ अनि 1 मिटर पर पुग्दाखेरि एक्सेलरेसन 3 हुँदै रहेछ भनेपछि एक्सेलरेसन फरक छ नि त अनि के गरियो भन्दा यो भनेको 0.5 डिस्प्लेसमेन्ट हो दूरी हो अनि ग्राफ स्टार्ट ग्राफ त्यतिर y लेख्यो र एक्सेलरेसन लेख्यो अनि के लेख्यो 0.5 मा कति छ यसको 2 छ भन्छ 1 मिटरमा कति छ यो किसको त अनि त्यहाँबाट प्लग गरियो भने चाहिँ 0.5 मा छ 1 मिटरमा 3 मा छ अरु के होला हैन यस्तो गर्दा स्ट्रेट लाइन मोडल जोइन गराउँदै के भन्यो स्ट्रेट लाइन हो भनेपछि ग्राफमा चाहिँ एक्स र वाइ एक्सिस हुन्छ ग्राफमा दुईटा कुरा मात्र हो ग्राफमा एक्स र वाइ एक्सिस सिम्पल कुरा हो कि वाइ कि एक्स वाइ कि एक्स दुवै हुन्छ हो वाइ मा एउटा भ्यालु राखिन्छ अनि एक्स मा एउटा भ्यालु राखिन्छ भने दुईटा कुराको कम्पोनेन्टको कम्पेयर गर्दाखेरि ग्राफमा राखियो ग्राफमा एक्स र वाइ हुन्छ दुईटा राखियो एउटा डिस्प्लेसमेन्ट राखियो एउटा एक्सेलरेसन अनि कम्पेयर गरियो थियर कस्तो बन्दा रहेछ स्ट्रेट लाइन भन्दा रहेछ आन्सर के हुन्छ स्ट्रेट लाइन
अब क्वेसनमा सधैँ डिस्प्लेसमेन्ट र एक्सिलेरेसन दिन्छ भन्ने पनि छैन हो, सधैँ डिस्प्लेसमेन्ट र एक्सिलेरेसन दिन्छ भन्ने पनि छैन। अरू पनि दिन सक्छ, त्यो के याद गर्नु निमोनिक्स हाल्यो भने याद गरे याद गरे एक्सेलरेट भनेको थियो निमोनिक्स हो। निमोनिक्स हो याद गर्नलाई सजिलो हुन्छ भन्नुलाई के हो, निमोनिक्स किन चाहिन्छ, निमोनिक्स सबैको लागि बनाउनु पर्छ भन्ने छैन, त्यो बुझ्ने कुराको लागि भइहाल्यो। धेरै पनि निमोनिक्स नबनाउनुहोस्, धेरै निमोनिक्स बनाउने बानी राम्रो पनि होइन, धेरै ठिकहरू हो। 100%मा 20% 25% निमोनिक्स बनाएर याद गर्नु, त्यो धेरै राम्रो मानिन्छ। निमोनिक्सको काम के हुन्छ भन्दाखेरि पहिला के हुन्छ, एन्सर थाहा हुँदैन आफूलाई, एन्सर कुन लेटरबाट सुरु भयो त्यो आफूलाई थाहा हुन्छ। यसो अप्सन हेर्नु कुन लेटरबाट सुरु भयो सब थाहा, एन्सर त हो एबाट चाहिँ सुरु हुन्छ, त्यो एन्सर त्यो बिर्सियो। निमोनिक्स चाहिँ एबाट भन्छ, एन्सर एबाट सुरु हुन्छ, एन्सर चाहिँ बिर्सियो आफूलाई थाहा छैन। अनि यसो अप्सनमा चेक गर्नु एबाट सुरु हुने एउटा मात्र छ अप्सन, हेर्नु है, एबाट सुरु हुने चारवटा मात्रै एउटा अप्सन मात्र छ। एन्सर के लगाइन्छ, कन्फर्म के लगाइन्छ, ए नै ए भनेर एन्सर लगाइन्छ, आइन्छ। निमोनिक्सको काम त्यहाँ हुन्छ। त्यो निमोनिक्स भनेको धेरै बनाउनु राम्रो पनि होइन, ठिक्क बनाउनु, 100% पढ्नु भने 20-25% निमोनिक्स बनाएर पढ्यो भने राम्रो हुन्छ। ल दास गर डिग्री अफ इन्डिया यो स्टडी है, स्टडी। अब डिग्री भनेको फेरि अमेरिकाले दिन्छ, अहिले त केही पनि दिइरहेको छैन अमेरिकाले है, त्यही भएर इङ्ल्यान्ड भनेको है। डी भनेको डाइभर्सिटी भित्र, डी भनेको डिस्प्लेसमेन्ट, ए भनेको एक्सिलरेसन, यस भनेको स्ट्रेट लाइन, यस्तो लाइन स्ट्रेट लाइन तपाईँ गट गरिदिनु। डी भनेको डिस्प्लेसमेन्ट, भी भनेको भेलोसिटी, ई भनेको इलिप्टिकल, कस्तो इलिप्टिकल, यस भनेको स्ट्रेट लाइन, यस लाइन भनेको स्ट्रेट लाइन है, एन्सर के हो यस्तो हुन्छ है। ई भनेको टाइम, ई भनेको डिस्प्लेसमेन्ट। यही क्वेसनमा डिस्प्लेसमेन्ट एक्सिलरेसन सोध्यो भने स्ट्रेट लाइन भइहाल्यो, नसोधेन भने के सोध्छ, डिस्प्लेसमेन्ट भेलोसिटी। यही क्वेसनमा डिस्प्लेसमेन्ट भेलोसिटी भएको भए आन्सर के हुन्थ्यो, इलिप्टिकल हुन्थ्यो है। अनि यही क्वेसनमा टाइम र डिस्प्लेसमेन्ट दिएको भए स्ट्रेट लाइन हुन्थ्यो। टाइम यादै हाल्नु, म नि स्कुलमा टाइम लाग्छ नि त, टी टाइम टाइम लाग्ला 2 सेकेन्ड, एन्सर लाग्ला 4 सेकेन्ड, अनि कम्पेयर गर्ने एन्सर के हुन्छ भने स्ट्रेट लाइन। अनि यदि डिस्प्लेसमेन्ट भेलोसिटी सोध्यो भने यहाँ र यहाँको भेलोसिटी एउटा फरक हुन्छ हो। त्यो के ख्याल गर्नु भन्दाखेरि कम्पेयर गर्दाखेरि डिस्प्लेसमेन्ट त दिन्छ नि है, किनभने मेन बेस के हो त यसको डिस्प्लेसमेन्ट। हेर्नु त हरेक कुरा त हामी डिस्प्लेसमेन्टसँग कम्पेयर गरेका छौँ। भोलि हामी पढ्छौँ, भोलि पढ्दाखेरि सबै डिस्प्लेसमेन्ट यो हुन्छ त्यही भएर आन्सर यो, डिस्प्लेसमेन्ट यो त्यही भएर आन्सर यो, डिस्प्लेसमेन्ट यस्तो हुन्छ त्यही भएर आन्सर यस्तो हुन्छ। भोलि भनेको सबैको डिस्प्लेसमेन्ट नै कुरा हुन्छ। त्यही भएर मूल मन्त्र के हो, यो सिम्पल हार्मोनिक्समा डिस्प्लेसमेन्ट, दूरी हो, दूरी भनेको के हुन्छ कस्तो हुन्छ भने यसो एनालाइज गर्न सक्यो भने आन्सर मजाले झ्याप आउँछ, मजा आउँछ नै आउँछ, पढ्दाखेरि मिल्यो भने मजै आउँछ है। यसलाई यसरी नै याद गर्ने है, यसरी याद गर्ने। बेटर निमोनिक्स छ भने आफै बनाउँदा पनि भयो, यो यसरी नै बनाउनु पर्छ भने त मैले आफै बनाएको निमोनिक्स हो, तपाईँहरूले आफ्नो लागि जुन बेस्ट हुन्छ है। निमोनिक्स बनाउँदाखेरि के गर्ने, साथीको नाम हुन्छ, बुवामाको नाम हुन्छ, डेट होला के होला के कुरा सम्झिन्छ, साथीको डिस्काउन्ट नाम हुन्छ, त्यो पनि बनाउने निमोनिक्स के हुँदैन, जुन बिर्सिँदैन त्यो बनाउने हो निमोनिक्स। त्यसलाई मैले मेटाएको है, अब भयो जस्तो लाग्छ, भयो है, यसलाई मेटामा थोरै कुराहरू आज झ्यापझ्यापी बनाउनु परेको अब सिम्पल हार्मोनी मोसनको चाहिँ तीनटा इक्वेसन छ है, तीनटा इक्वेसन मान भनौँ स्ट्यान्डर्ड इक्वेसन है। यो इक्वेसन भनेको यो इक्वेसन आयो भने यो सिम्पल हार्मोनिक मोसनको हो भन्ने कुरा बुझाउनु। त्यो इक्वेसन आयो, क्वेसन प्राय भन्छ क्वेसनले सिम्पल हार्मोनिक मोसनबाट हो भन्छ, भनेन भने पनि के फरक पर्दैन, इक्वेसन हेरे पनि इक्वेसन त्यहीबाट हो भनेर पनि थाहा हुन्छ है। तिनवटा इक्वेसन छ, एउटा इक्वेसन स्ट्यान्डर्ड इक्वेसन वायु भनेको
डी स्क्वायर वाई अपन डी टी है। मैले अगाडि पनि भनेको थिएँ मेन पोजिसन रेस्टिङ पोजिसन यो भने थीटा के भन्दैन ओमेगा टी हो है के पनि आर साइन ओमेगा टी आर साइन बाइ थीटा भन्नु खोजेको है यसलाई साइन ओमेगा टी साइन थीटा भन्नु खोजेको यो के पनि हैन हेर है मिन पोजिसनबाट तपाईँ त पुग्नुहुन्छ पहिला हो नि मिन पोजिसनबाट तिमी खेलियो भने हो मिन पोजिसनबाट एक्टिभ पोजिसन पुग्नुहुन्छ हो त्यतिखेर डिस्प्लेसमेन्ट निकाल्नु पर्यो हो त्यो y निकाल्नु पर्यो y बराबर के हुन्छ भने आर साइन ओमेगा टी हुन्छ ओमेगा टी भनेको थीटा आर साइन थीटा आर भनेको के हो आर हो यो भने अनि एक्सट्रिमबाट फेरि के आउँछ मिनमा हुन्छ y इक्वल टु आर प्लस ओमेगा टी हुन्छ आर त आर आरबाट कहाँ पुग्ने हो आरमा पुग्ने हो कहाँबाट आएको हो आरबाट आएको हो एम्प्लिट्युड आर है म्याक्सिमम डिस्प्लेसमेन्ट त्यो मिनदेखि एक्सट्रिममा पुग्दाखेरि आर साइन ओमेगा टी भयो अनि एक्सट्रिमबाट मिनमा आउँदै के भयो आर प्लस ओमेगा टी भयो फेरि मिनबाट एक्सट्रिममा पुग्यो नि त मिनबाट एक्सट्रिममा पुग्दाखेरि आर साइन ओमेगा टी मिनदेखि एक्सट्रिममा अपोजिट डाइरेक्सन पुग्दाखेरि हुन्छ y इक्वल टु माइनस आर साइन ओमेगा टी अनि फेरि यहाँनिर आउँछ यहाँ आउँछ y इक्वल टु माइनस आर प्लस ओमेगा टी जान्छ आर साइन ओमेगा टी फर्किन्छ आर प्लस ओमेगा टी फेरि यता आउँछ मिनदेखि एक्सट्रिममा आर साइन ओमेगा टी मिनदेखि एक्सट्रिममा माइनस आर अपोजिट डाइरेक्सन हो भन्नलाई है माइनस अनि यहाँ हेरेर रोकिन्छ हो भनेपछि के रहेछ भन्दाखेरि चाहिँ मिनदेखि एक्सट्रिममा मिनदेखि एक्सट्रिममा फेरि एक्सट्रिमदेखि मिनमा फेरि यहाँदेखि एक्सट्रिममा एक्सट्रिमदेखि मिनमा कन्टिन्यू गर्छ लास्टमा हुँदै यसलाई नै हामी के भन्छौँ अनकम्प्लिट ओसिलेसन भन्छौँ के भन्छौँ वान कम्प्लिट ओसिलेसन वान कम्प्लिट ओसिलेसन है बुझ्नु है वान कम्प्लिट ओसिलेसन भने के पनि पिङमा बसियो मिनबाट एक्सट्रिममा पुग्यो फेरि मिन हुँदै आएको एक्सट्रिममा लास्टमा आएर जहाँबाट सुरु गर्दै त्यही आएर इन भयो त्यसलाई नै हामी के भन्छौँ वान कम्प्लिट ओसिलेसन भन्छौँ के भन्छ त्यसलाई वान कम्प्लिट ओसिलेसन है अनि क्वेसन भन्छ हाम्रो लागि आफ्नो टाइम पिरियड हो टाइम पिरियड भने के भन्दै हामी के भन्छौँ सिम्पल हायर मसिनको टाइम पिरियड पी इक्वल टु 1 टाइम टेकन टु कम्प्लिट मान ओसिलेसन यो मान कम्प्लिट ओसिलेसन कम्प्लिट गर्न समय कति लाग्छ सबैजना बिचमा पिन खेल्नुहुन्छ बिचबाट बसेर यता पुग्छ यता पुग्छ यता आउँछ समय कति लाग्यो 2 मिनेट त्यो सिम्पल हार्मोनिक मोसनको अल ओभरको टाइम पिरियड कति हो 2 मिनेट भने 2 मिनेट भयो यदि तपाईलाई 10 मिनेट लाग्छ भने त्यो होल सिम्पल हार्मोनिक मोसनको टाइम पिरियड कति हो 10 मिनेट हुन्छ है भनेपछि मान कम्प्लिट ओसिलेसन कुन मान कम्प्लिट ओसिलेसनको टाइम पिरियड छ यो यति नै सिम्पल हार्मोनिक मोसनको टाइम पिरियड हुन्छ तर टाइम पिरियड र फ्रिक्वेन्सीको रिलेसन के गर्छ यो टाइम पिरियड र फ्रिक्वेन्सीको रिलेसन के हो जुन चाहिँ यो नम्बर अफ भाइब्रेसन मेड इन 1 सेकेन्ड 1 सेकेन्डमा कतिचोटि ओसिलेट गर्छ 1 सेकेन्डमा कतिचोटि ओसिलेट गर्छ हो कुन ओसिलेट कतिचोटि ओसिलेट गर्छ त्यो नै के भन्छ फ्रिक्वेन्सी अब हेर्ने अब यति कुराहरु छ यति कुरामा धेरै कुरा के मतलब हुँदैन हामीलाई जस्ट चाहिने के ओमेगा यति चाहिए ओमेगाले के भन्छ भन्ने कुरा मात्र चाहियो ओमेगाले के भन्छ है ओमेगा भन्ने के हुन्छ हैन यो क्वेशनलाई मात्र अरूलाई हैन यो क्वेशनलाई मात्र के हो यो क्वेशनलाई मात्र ओमेगा भनेको 2 पाइ f हुन्छ अथवा 2 पाइ अपॉन t कि त है यो क्वेशनमा के हुन्छ स्ट्यान्डर्ड इक्वेसनमा के तपाईलाई टाइम पिरियड निकाल्नु भन्छ कि त फ्रिक्वेन्सी निकाल्नु भन्छ कम्पेयर गर्ने हामीले जस्ट ओमेगा सँग अरु पनि
मैक्सिमम आउने क्वेसन यहाँ के हो टाइम रेट निकाल अब फ्रिक्वेन्सी निकाल कम्पेयर के गर्ने हो ओमेगाले के भन्छ ओमेगाको भ्यालु कति हुन्छ ओमेगा के हो यसले चाहिँ अरु चाहिँ हाम्रो डिफ्रेन्सियल इक्वेसनमा पनि सेम उयो के ओमेगा स्क्वायर बाइ उयो बाइ ओमेगाले के भन्छ मलाई जान्छ ओमेगा भनेको के हुन्छ 2 पाइ वा 2 पाइ बाइ टी भनेपछि स्ट्यान्डर्ड इक्वेसन र डिफ्रेन्सियल इक्वेसनमा क्वेसन आयो भने त्यो क्वेसन के भन्छ टाइम पिरियड निकाल भन्छ या त फ्रिक्वेन्सी निकाल भन्छ त्यो बाहेक अरु केही पनि भन्छ अझ भनेको पनि छैन भनेपछि पनि समस्या छैन आर के एम्प्लिट्युड हो आर के भ्यालु निकाल्न आइहाल्छ कम्पेयर गर्ने आरको निकाल्न क्वेसन पछि गर्छु क्वेसन गरेर एक्सप्लेन हुन्छ है अनि डिफरेन्शियल इक्वेसनमा के भन्नु भने डी स्क्वायर बाइ डी स्क्वायर के हो चाहिँदैन ओमेगा के याद गरेर हुन्छ ओमेगा 2 पाइ 2 पाइ फ्रिक्वेन्सी निकाल्न हुन्छ र टाइम पिरियड निकाल्न हुन्छ भन्ने चाहिँ हुन्छ तर जेनरल इक्वेसनले फ्रिक्वेन्सी निकाल्न टाइम पिरियड निकाल्न भन्दैन यसमा के हो भन्दाखेरि चाहिँ के निकाल्न भन्छ भन्दाखेरि यसमा रिजल्टिङ एम्प्लिट्युड निकाल्न भन्छ रिजल्टिङ एम्प्लिट्युड निकाल्न हामी के गर्छौं यसलाई आर इक्वल r1 प्लस r2 को होल स्क्वायर गर्छौं हैन होल स्क्वायर हैन r1 स्क्वायर r2 स्क्वायर त्यो बुझ्नुहुन्छ नि r1 स्क्वायर प्लस r2 को स्क्वायर है r1 भ्यालु त r2 को भ्यालु r1 स्क्वायर प्लस r2 को स्क्वायर हामीले गरिन्छ यति गरे भने मजाले जेनरल इक्वेसनको यो अब यो हेर्नु यो भनेको त r1 sin ओमेगा t भने के हो भने sin ओमेगा t को कुरा cos ओमेगा t को कुरा के लेख्छौं नि हाम्रो बुझ्छ है मिन देखि एक्सट्रिममा जानु भनेको sin ओमेगा t आउँछ अनि एक्सट्रिम देखि मिनमा आउनु भनेको के हो cos ओमेगा t आउँछ यो कुरा मैले बुझ्दै राख्नु पर्दैन यो कुरा बुझ्नुहुन्छ क्वेशनमा r sin ओमेगा t भने कहाँदेखि क्वेशन सुरु भयो r sin ओमेगा t भन्यो भने मिनबाट सुरु भयो क्वेशनले भन्यो r cos ओमेगा t कहाँदेखि भयो हजुर टाइम भयो r cos ओमेगा t युज गरे मिन देखि एक्सट्रिममा गइरहेको भने r sin ओमेगा t यो वानको प्रोसेसको कुराहरुमा पनि आउँछ यो कुरा यति क्वेशन सोध्छ यो बारेमा सोध्दैन इक्वेसनबाट आयो भने अब हेर्दै अनि r अब हेर्नु यसमा के भनेको यो धागो थ्रेड डोरी जेको सपोर्टमा बडी एट्याच भएर बस्या त्योलाई हामी के भन्छौं के भनेको के हुन्छ भन्दाखेरि फोर्स कन्स्ट्यान्ट के को भ्यालु m ओमेगा स्क्वायर हुन्छ के भ्यालु के हुन्छ m ओमेगा स्क्वायर मास ओमेगा स्क्वायर m ओमेगा स्क्वायर हो के को भ्यालु हुन्छ के को भ्यालु है m भनेको के हो भने m भनेको मास है तपाईको बडी पार्टिकल त्यसलाई के भन्छौं m भन्छौं a m ओमेगा स्क्वायर अब यसको क्वेशनहरु हामी भोलि गर्छौं अझ टाइम गर्छ ओकेन टाइम चाहिँ सक्यो है यसको क्वेशन हामी भोलि गर्छौं एउटा क्वेशन हामी गर्छौं यसलाई यसमा अझ राम्रोसँग क्लियर हुन्छ र आज यो पढेको कुराहरुलाई राम्रोसँग सम्झिनुस् है पढ्नुस् धेरै गाह्रो पनि छैन कसरी हुन्छ भन्ने कुराहरु आज पढ्यो भने आज याद हुन्छ र नेक्स्ट क्लास के छ म्याथ छ जिरो छ र ठिक यति कुराहरु तपाईहरु पढ्नुस् र बुझे छैन भने भन्नुस् है के भन्नु बुझ्न त केही बुझेन नै सर के भन्नु है केही र टी को रिलेसन देखाउनुस् न सर भन्नु भएको छ है पी केही र टी को रिलेसन आज हैन हामीले भोलि पढ्ने हो है आज एकचोटी छोरी लगाउन भन्ने पी र टी रिलेसन भन्ने तपाईको लागि मात्र हो फेरि है अरु लागि पनि हो तर उहाँको मेन क्वेशन हो उहाँले बढी है केही भनेको के हुन्छ भन्दाखेरि 1/2 के ब्राकेट r स्क्वायर माइनस y स्क्वायर एक्चुअली हामीले m ओमेगा स्क्वायर a स्क्वायर माइनस y स्क्वायर लेख्छ t को रिलेसन के हुन्छ 1/2 k y स्क्वायर 1/2 m ओमेगा स्क्वायर y स्क्वायर हुन्छ के को भ्यालु त m ओमेगा स्क्वायर हो नि त यो के बटा हो त्यही भएर त्यहाँनिर साइड m ओमेगा चाहिँ लेखेर है अनि अर्को हुन्छ t भनेको के हो भने टोटल युनिट भने 1/2 k r स्क्वायर हुन्छ है k r स्क्वायर अनि यसबाट के थाहा गर्नुपर्छ भन्दाखेरि के ई म्याक्स बराबर पी म्याक्स बराबर टोटल युनिट हुन्छ है भने के ई
म्याक्सिमम र टी म्याक्सिमम र टीको भ्यालु के हुन्छ, के हुन्छ 1/2 पेयर स्क्वायर टी है, यसै हुन्छ 1/2 टी आर रिलेसन टी है। यो आज यो नपढौँ भने मैले अब यो पढ्यो भने दिमाग हुन्छ, यो पढ्यो भने के हुन्छ आज दिमाग हुन्छ। त्यही भएर क्वेसन एउटा आइहालेर भइहाल्यो, त्यही भएर यति कुरा लेखाइदिएँ। तर यो आजै यो सबै कुरा यतिलाई नगर्नुहोस्, यसलाई अझ राम्रोसँग हामी अझ सम्झिने कसरी के हुन्छ त्यही कुराहरू बुझाउँछु, बुझाएर चाहिँ त्यसै कुरा लेखाउँदाखेरि मजा मजा लेख्दाखेरि हुनुभयो कि। ए ल ठिक छ, आज यति गरौँ। नेक्स्ट क्लासमा चाहिँ अनि हामी चाहिँ तपाईँले भनेको रिलेसनहरूको बारेमा अरू पर्छ र इक्वेसन 3 टाइपको इक्वेसन चाहिँ हेरेर आउनुहोस् है, क्वेसनहरू के छ किताबमा, भोलि म देखाइदिन्छु तपाईँहरूलाई। छोयो भन्दाखेरि यसमा के हुन्छ, y इक्वल टु 0.01 sin 100π ब्राकेट ब्राकेट ओमेगा टी प्लस 0.005 भनेको चाहिँ टाइम इक्वल भनेर यसमा डिजिटल वाइ डिभिएसन भनेर वाइ भनेर खोजिएको छ। यो चाहिँ याद गर्नु, यसमा चाहिँ 3 sin ओमेगा टी प्लस फोकस ओमेगा टी भनेको छ। त्यो क्वेसन 3टा क्वेसन छ किताबमा, कन्सेप्ट यो हेर्नुहोस्।